चेक वेलकम बैक टू माई न्यू भिडियो गाइज। सबैजनामा नमस्ते। आजको यो भिडियोमा चाहिँ के डिस्कस हुन गइरहेको छ भने वेट गेन गर्नको लागि चारवटा फन्डामेन्टल रुल्स जुन चाहिँ म जस्तो स्किनी केटाहरूले चाहिँ फलो गर्नै पर्ने वेट गेन गर्दाखेरि यो चारवटा फन्डामेन्टल रुल्सहरू चाहिँ फलो गरेकै हुनु पर्यो। त्यो चारवटा फन्डामेन्टल रुल्सहरू चाहिँ आज डिस्कस गर्न गइरहेको छौँ यो भिडियोमा। त्यसैले अन्तिमसम्म हेरिदिनु होला। रुल नम्बर 1 मा छ फन्डामेन्टल रुल नम्बर 1 सबभन्दा बेसिक फन्डामेन्टल रुल नम्बर 1 मा छ क्यालोरी सरप्लस। यो चाहिँ सिम्पल छ। क्यालोरी सरप्लस भनेको चाहिँ हामीले हिजो खाएको खानाभन्दा चाहिँ थोरै गर्दै हरेक खानामा थोरै क्वान्टिटीहरू चाहिँ बढाउँदै लैजाने, त्यसलाई चाहिँ क्यालोरी सरप्लस भन्छ। क्यालोरी सरप्लसको बेसिक रुल चाहिँ जस्तै हिजो 1वटा रोटी खानुहुन्थ्यो भने आज 1.5 र हाफ या 2वटा बिस्तारै खानाहरू चाहिँ दिनदिनै बढाउँदै लैजाने, खाना बढाउँदै जाने। तर त्यसमा चाहिँ अनहेल्दी जङ्क फुडहरू चाहिँ हुनु भएन। त्यसमा चाहिँ हेल्दी धेरै क्यालोरी भएको र हाइली न्युट्रिसन भ्यालु जस्तै कार्बोहाइड्रेट, प्रोटिन र फ्याट चाहिँ राम्रो मात्रामा र राम्रो क्वान्टिटीमा भएको चाहिँ खानाहरूले चाहिँ क्यालोरी सरप्लस गर्नु पर्यो। नम्बर 2 फन्डामेन्टल रुल्समा छ इम्प्रुभ योर डाइजेसन हेल्थ। बेसिक फन्डामेन्टल रुल जसमा चाहिँ हजुरहरूले चाहिँ आफ्नो डाइजेसन पावर र डाइजेसन हेल्थ चाहिँ एकदम इम्प्रुभ गर्नुपर्ने हुन्छ। मेनली भनेकै खाना खाएर पचेर ब्लडदेखि सोसेर शरीरमा लाग्ने हो। त्यही भएर हजुरको डाइजेसन हेल्थ नै राम्रो छैन भने चाहिँ त्यो खाएको खानाको केही असर हुँदैन शरीरमा। त्यसैले नम्बर 2 फन्डामेन्टल रुल्स चाहिँ इम्प्रुभ योर डाइजेसन हेल्थ। आफ्नो डाइजेसन हेल्थको लागि चाहिँ के स्टेपहरू लिन सक्नुहुन्छ भन्दाखेरि मेन भनेको अभोइड जङ्क फुड। त्यो कच्याङ कुचुङ के खान्छ होइन, बाहिरको चाउचाउ बिस्कुटहरू, चाउमिन, मोमोहरू तिनीहरू चाहिँ अभोइड गर्नु पर्यो। मेन चाहिँ आफ्नो डाइजेसन हेल्थको लागि चाहिँ। अनि अर्को मेन चाहिँ पानी। हाम्रो ह्युमन बडी चाहिँ मानव शरीर चाहिँ 60 से 70% पानीले बनेको हुन्छ। अनि दिनभरिमा 1 गिलास पानी पनि खानुहुन्न 1 गिलास पानी पनि खानुहुन्न। त्यो आफ्नो हाइड्रेसन र पानीले चाहिँ डाइजेसन हेल्थलाई एकदम राम्रो गर्छ। त्यही भएर आफ्नो राम्रो मात्रामा चाहिँ पानी खानु होला। अनि नम्बर 3 मा चाहिँ खानाहरूमा चाहिँ बडी सलाडहरू, बडी फाइबर भएको खानाहरू चाहिँ एड गर्नु होला। यसले चाहिँ हजुरहरूको चाहिँ डाइजेसन हेल्थ चाहिँ एकदम राम्रो होइन, धेरै राम्रो गराउँछ डाइजेसन हेल्थ चाहिँ। त्यसैले चाहिँ आफ्नो डाइजेसन हेल्थ र डाइजेसन पावरलाई चाहिँ हेल्थ चेकराइ नगरिकन इम्प्रुभ गर्नु होला। नम्बर 2 फन्डामेन्टल रुल्स। नम्बर 3 फन्डामेन्टल बेसिक रुलमा चाहिँ के छ भन्दाखेरि एक्सर्साइज मतलब व्यायाम। एक्सर्साइज किन गर्ने भन्दाखेरि
हामीले एक्सर्साइज गरेपछि एकदम राम्रो भोक लाग्ने, भोक सँगसँगै मिठो निन्द्रा। एक्सर्साइज गरिसकेपछि एकदम मिठो भोक र निन्द्रा लाग्ने भएकोले जति धेरै भोक लाग्यो त्यति धेरै खान सकिन्छ र क्यालोरी सरप्लस र यसले चाहिँ एक्सर्साइजले चाहिँ डाइजेसन हेल्थमा पनि एकदम राम्रो मद्दत गरिरहेको हुन्छ। त्यसैले चाहिँ एक्सर्साइज, डु एक्सर्साइज। एक्सर्साइजमा चाहिँ म के रिकमेन्ड गर्छु भन्दाखेरि यो बाङ्गे सरी एक्सर्साइजमा चाहिँ म के रिकमेन्ड गर्छु भने यदि घरमा हुनुहुन्छ भने चाहिँ होमवर्कआउटमा चाहिँ बडी वेट एक्सर्साइजहरू जस्तै मेन कम्पाउन्ड मुभमेन्टहरू गर्नु होला, जसमा चाहिँ पुसअप, पुलअप, स्क्वाट र रनिङ गरेर वेट घट्छ भन्छ हैन, तर रनिङ चाहिँ डाइजेसन हेल्थ सँगसँगै अरू सबै ओभरअल हेल्थको लागि चाहिँ एकदम इम्पोर्टेन्ट रोल चाहिँ प्ले गरिरहेको हुन्छ। त्यसैले नम्बर 1 पुसअप, 2 पुलअप, 3 स्क्वाट र 4 रनिङ सँगसँगै सिटअपहरू पनि हान्न सक्नुहुन्छ। होमवर्कआउटमा एकदम धेरै एक्सर्साइजहरू छ, त्यो डिस्टर्ब गर्छ। त्यसैले एक्सर्साइज गर्दाखेरि एक त खाना मिठो हुन्छ, धेरै खान सकिन्छ, क्यालोरी सरप्लस र डाइजेसन हेल्थ सँगसँगै ओभरअल हेल्थमा चाहिँ एकदम हेल्प गरिरहेको हुन्छ। त्यसैले यिनीहरू एक्सर्साइज चाहिँ म रिकमेन्ड गर्छु। नम्बर 4 एन्ड अन्तिम, नम्बर 4 बेसिक फन्डामेन्टल रुल्समा चाहिँ इम्प्रुभ योर स्लिप क्वालिटी। म्याक्सिमम आजकलको न्यू जमानामा मेन प्रब्लम हेल्थ प्रब्लमहरू चाहिँ राम्रोसँग ननिदाएर या स्लिप क्वालिटीहरू चाहिँ नराम्रो भएर चाहिँ निम्तिन्छ। त्यसैले स्लिप क्वालिटी चाहिँ एकदम राम्रो गराउनु होला। राम्रो क्वालिटी स्लिपले चाहिँ खाना खाने टाइम, भोक लाग्ने टाइम र ओभरअल रिकभरी र अरू सबै हेल्थहरूलाई चाहिँ एकदम बेटर बनाउँछ। त्यसैले क्वालिटी स्लिप चाहिँ लिनु होला। त्यो रक्सी फ्रुटहरू खाएर चाहिँ दुध भएर चाहिँ 9-10 घन्टाहरू सुतिरहेको हुन्छ मान्छेहरू, त्यो चाहिँ अभोइड गर्नु होला। यिनीहरू चाहिँ बेसिक फन्डामेन्टल रुल्सहरू हुन् जुन चाहिँ फलो गर्नै पर्छ र मैले पनि गरेको हुँ होइन, गरेको हो।